ल साथीहरु आज मोटरसाइकलको चाहिँ ब्लग बनाउने कोसिस गर्दैछु। तपाईहरुलाई थाहा नै छ विश्वकर्मा बाबाको पूजा हो। हामीले चाहिँ हाम्रो अफिसको दुईवटा होन्डा बाइकहरु पूजा गरिरहेका छौं। यता आउनुस् न। यो चाहिँ हामीले विश्वकर्मा बाबालाई चाहिँ नरिवल अगरबत्ती बालेर चाहिँ हामी पूजा गरिरहेका छौं है। तपाईहरुले देख्न सक्नु भएको छ। हामीले चाहिँ अब तपाई हाम्रो घरमा चाहिँ गाडी मोटरहरु जति पनि छन् हामीले तिनीहरुको पूजा गर्नुपर्छ, किनकि जिन्दगी यात्रा हामीले चाहिँ बाइकले दिन्छ। तपाईहरुलाई थाहा नै छ। हेर्न सक्नुहुन्छ दुईटा गाडीलाई चाहिँ पूजा पाठ गरिरहेका छौं। तपाईहरुले पनि आफ्नो घरमा गर्नु होला हैन। विभिन्न शोरूमहरुमा तपाईहरुको गाडी मोटरहरु छन् होला, त्यसको पनि पूजा गर्नु होला। हाम्रो धर्म संस्कार अनुसार हामीले पूजा गर्नुपर्छ। दुईवटा गाडीको पूजा गरिरहेका छौं। तपाईहरुले पनि गर्नु होला। र यो 1 वर्षपछि चाहिँ बल्ल आउँछ यो विश्वकर्मा बाबाको पूजा। त्यही भएर सबैले चाहिँ आफ्नो घरमा अफिसहरुमा विभिन्न कार्यालयहरुमा यति गाडी मोटरहरु छ भने तपाईहरुले त्यसको पूजा गर्न सक्नुहुन्छ। अब हामीले पूजा गर्ने तरिका चाहिँ यति नै हो। अब तपाईहरुले विभिन्न तरिकाले गर्नु सक्नुहुन्छ। यसो ध्वजाहरु बानेर ट्याकटुक पारेर बानिएर उता पुजारी दाइलाई पनि यसो देखाइदिनुस्। हाम्रोमा पुजारी दाइ हुनुहुन्छ। अब टिका टालो पनि हुन्छ है। अब हामीले टिका टालो पनि गर्छौं। तपाईहरुले अब उहाँले चाहिँ टिका लाउने क्रम जारी नै छ। त्यही भएर चाहिँ सबैले पूजा सुजा गरिसकेपछि सबैलाई नै टिका टालो चाहिँ गरिदिनु पर्छ है। त्यो गरे पनि सबै हुन्छ। ल सबैलाई धन्यवाद। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएको छ। सबैलाई लाइक सब्स्क्राइब गरिदिनु होला। ल अब हामी टिका लगाउँछौँ है। हेर्नुहोस् यो होन्डाको बाइक हो। हेर्नुहोस् है हामीले यसरी पूजा गरिरहेछौँ। नरिवल फलफुलहरू के छ चढाउनु पर्ने हाम्रो धर्मअनुसार हाम्रो विश्वकर्मा बाबालाई चाहिँ हामीले खुसी दिने प्रयासमै छौँ है। खुसी दिने प्रयासमै छौँ। तपाईले चाहिँ जसरी भए पनि चाहिँ पूजा गर्नु होला है। आफ्नो घरमा पूजा गर्नुपर्छ। यसरी चाहिँ हामीले यसरी पूजा गरिरहेछौँ है। अगरबत्ती लगाएर यस्तो दुईटा बाइकलाई पूजा गर्ने क्रम छ। अब एउटा बाइक चाहिँ बाँकी छ है साथीहरु। त्यो बाइकलाई पनि पूजा गरेको देखाउँछु। होन्डा नै हो। हामी होन्डा साइनको गाडीलाई पनि पूजा गर्छौँ। ल एकदम रक्षा गरोस्। गाडीले चाहिँ यात्रालाई सहज बनाओस्, राम्रो होस्। जसले चलाए पनि सबैलाई चाहिँ रक्षा गरोस् यो गाडीले। साथीहरु तपाईले पनि पूजा सुजा गर्नु होला। पूजा गर्नुपर्छ है। सबैले पूजा गर्नुपर्छ। यसरी हामी पूजा गरिरहेछौँ गाइज। ल हेर्नुहोस् विश्वकर्मा बाबालाई चाहिँ हामी यसरी पूजा गरिरहेछौँ कि है। एउटा चाहिँ हामीले गरिसक्यौँ। अब एउटा बाँकी छ। सबैले गर्नु होला है। आज विभिन्न गाडी मोटरहरू फलामका चिजहरूलाई हामीले पूजा गर्नुपर्छ भन्ने तपाईहरुलाई थाहा नै छ। त्यो चाहिँ गर्न नबिर्सिनु होला। हामीले हाम्रो ध्वजाहरू बान्नुपर्छ। गाडीलाई पूजा गरिसकेपछि ध्वजाहरू बान्ने के छ त्यो बान्नुपर्ने चिजहरू तपाईहरुले पनि बान्नु होला। यसै गरेर है हामीसँग चाहिँ त्यति स्रोत साधनहरू छैन, तै पनि हामीले चाहिँ ध्वजा बान्ने प्रयासमा छौँ। हामीले यहाँ पाएसम्मको तपाईले विभिन्न रङ रोपन गर्न सक्नुहुन्छ। आफ्नो गाडीलाई जिन्दगी दिने यसले चाहिँ धेरै जिन्दगीहरू बचाउँछ है। यसलाई राम्रोसँग पूजापाठ गर्नुभयो भने। गाइज ल सबैले चाहिँ पूजा गर्नु होला। दाजुभाइ दिदीबहिनीहरू सबैले चाहिँ पूजापाठ गर्नुपर्छ। हामीले हाम्रो अफिसको गाडीहरू पूजा गरिरहेछौँ है। दुईवटा गाडीलाई यसरी चाहिँ हामी पूजा गर्ने क्रम जारी नै छ। सबैले चाहिँ पूजा गर्नु होला। गाडी ट्र्याक्टरहरू मोटरसाइकल सोरुममा अहिले आज त झन् कति धेरै गाडीहरू हुन्छ। सबैले सोरुमहरूले पनि पूजा गरिरह होला हैन। त्यही भएर चाहिँ मैले यसरी तपाईहरुलाई हाम्रो पूजा गरिरहेको गाडीहरू देखाइरहेको छु है। हामीले चाहिँ यसरी पूजा गरिरहेछौँ साथीहरु। तपाईहरुले कसरी गर्नु भएको छ गर्नु होला। हामीले चाहिँ रुकुमकोट रुमलबारामा चाहिँ यसरी हामीले चाहिँ हाम्रो अफिसको गाडीलाई चाहिँ यसरी पूजा गरिरहेछौँ है। तपाईहरुले पनि गर्नु होला आफ्नो घरमा, किनभने आज यसको पनि फलामको पूजाको दिन हो।
विश्वकर्मा बाबाले चाहिँ सबैलाई रक्षा गर्छन्। हामीले चाहिँ यात्राको क्रममा जानुपर्ने हुन्छ, त्यही भएर चाहिँ सबैले चाहिँ आफ्नो गाडी मोटर फलामहरू हात हतियारहरू चाहिँ पूजा गर्नुपर्छ। आज हतियार पूजा हुन्छ कि हुँदैन दाइ? आज हतियार पूजा हुँदैन है, आज चाहिँ गाडी मोटरहरूको मात्रै पूजा रहेछ। सरी, मैले त्यसमा तपाईँलाई गल्ती भने। तपाईँहरूले चाहिँ गाडीको मात्रै पूजा गर्न सक्नुहुन्छ। आज विशेष गरी यात्रा गर्ने गाडीहरू जति पनि छन् ती गाडीहरू गर्नुहोला। लगभग हाम्रो काम सकिसकेको छ। गाडीलाई चाहिँ पूजा गरेर विश्वकर्मा बाबालाई खुसी बनाएर हामीले नरिवल फलफुल मिठाईहरू अगरबत्ती बालेर चाहिँ हामीले हाम्रो अफिसको गाडीहरू पूजा गरिसक्यौँ। यसरी तपाईँले देख्न सक्नुहुन्छ। यसरी हामी चाहिँ पूजा गरिसकेका छौँ, हेर्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूले पनि गर्नुहोला है, तपाईँहरूले पनि गर्नुहोला। मैले गरेको छु, 2टा होन्डा बाइक छ, तपाईँले हेर्न सक्नुहुन्छ। होन्डा साइन 125 सीसीको छ भने यहाँ पनि तपाईँलाई 160 सीसी हो जस्तो लाग्छ मलाई यो है। हामीले चाहिँ गाडी पूजा गरिसकेका छौँ, तपाईँहरूले पनि गर्नुहोला। कालो हुँदैछ। अब विश्वकर्मा बाबाको पूजा गरिसकेपछि यसो हाम्रो धर्मअनुसार टिकाटालो गर्ने होइन। अब जे जस्तो गरे पनि आफ्नो गाडीको पूजापाठ गरेर चाहिँ गर्नुभएको छ। यहाँहरूले टिकाटालो भइरहेछ, टिकाटालो भइरहेको छ। साथीहरू सबैले चाहिँ यसरी चाहिँ धर्मअनुसार चाहिँ विश्वकर्मा बाबालाई यसरी पूजा गर्नुहोला। आफ्नो घरमा चाहिँ स्रोत साधन छ भने सबैले चाहिँ यसरी पूजा गर्नुहोला भन्ने चाहिँ अनुरोध गर्न चाहन्छु। चाहिँ अब पूजापाठ गरिसक्यौँ है, अब टिकाटालो हुँदैछ। तपाईँहरूले पनि सबैले चाहिँ टिकाटालो गर्नुहोला। आज विश्वकर्मा बाबाको पूजा हो है। ल साथीहरू, हामीले पूजापाठ गरिसक्यौँ। सबैले भिडियो हेर्नुभयो होला। सबैलाई मन पर्यो भने एक लाइक एक सब्सक्राइब गर्नु नबिर्सनु होला। फेरि पनि म यस्तै खालका भिडियोहरू बनाएर तपाईँलाई ल्याउने छु। हस्, धन्यवाद।